हाई गाइज नमस्ते। यहाँहरू सबैजनालाई हार्दिक स्वागत गर्दछु। म देवराज राय तपाईँहरूको बिचमा फेरि पनि आएको छु र तपाईँलाई आज चाहिँ फेसबुकले ल्याएको एउटा संसारमा ल्याएको एउटा भाइबको बारेमा र फेसबुकले दिन लागेको एउटा सुविधाको बारेमा कुराकानी गर्दैछु। र विशेष गरी धेरै मान्छेहरूले प्रश्न सधैँ सोध्ने गर्नुहुन्छ कि फेसबुकमा पैसा कसरी कमाउने। हजुर, फेसबुकले एउटा राम्रो अपर्च्युनिटी ल्याएको छ र फेसबुकले युट्युबसँग प्रतिस्पर्धा गर्नको लागि मोनिटाइज सिस्टमलाई फेरि आफ्नो भिडियोहरूमा पनि उसले पनि इम्प्लिमेन्ट गर्न खोजिरहेको छ। जब स्न्यापच्याटहरू आए, पेरिस्कोपहरू आए, जब भिडियोको रिभोल्युसन सुरु भयो, तब युट्युबले राज गरिरहेको युट्युबको राजलाई खत्तम गर्ने र युट्युबको राजलाई केही असर गर्ने कोसिस भइरहेको छ। यसै बिचमा फेसबुक फेरि पनि आएको छ। अहिलेसम्म युट्युब नै सर्वेसर्वा र शक्तिशाली एउटा माध्यम हो जो भिडियो स्ट्रिमिङको लागि, र अब चाहिँ फेरि फेसबुकले पनि आफ्ना क्लाइन्टहरूलाई, आफ्ना युजरहरूलाई उसले पनि एउटा फेसिलिटी दिन लागेको छ। त्यो हो भिडियोमा मोनिटाइज गर्ने, अर्थात् तपाईँ भिडियो लाइभ गरेर, भिडियो देखाएर, भिडियो अपलोड गरेर पैसा कमाउन सक्नुहुन्छ। सबैभन्दा खुसीको कुरा हो यो कि संसारका जहाँ हुनुहुन्छ, अहिले संसारका जहाँ जुन ठाउँबाट तपाईँहरूले चाहिँ फेसबुक पेजहरू चलाउँदै हुनुहुन्छ, आफ्नो पेजहरू, आफ्नो च्यानलहरू चलाउँदै हुनुहुन्छ, अत्यन्तै खुसीको कुरा हो। र तपाईँले पनि अब प्रशस्त पैसा कमाउने एउटा अवसर पाउनुहुनेछ। यदि तपाईँले फेसबुक पेज बनाउनु भएको छैन भनेदेखि तपाईँ आजैदेखि लागि पर्नुहोस् र यसलाई नियमित रूपमा अपडेट गर्दै जानुहोस्। तर यदि तपाईँले राम्रो कन्टेन्टहरू राख्नु भएको छैन, नराम्रोहरू गर्दै हुनुहुन्छ, कपिराइटका म्युजिकहरूले तपाईँलाई ब्लक गरेको छ भनेदेखि चाहिँ अहिले होसियार हुने बेला भएको छ। हजुर, महानुभावहरू, फेसबुकले उसले एड ब्रेक्स इन अल टाइप्स अफ भिडियोज भनेर भन्दैछ। उसले फेसबुकले चाहिँ टेस्ट गरिरहेको छ कि आफ्नो क्रिएटरहरूलाई, भिडियोको क्रिएटरहरूलाई 55% भन्दा बढी अमाउन्ट जो विज्ञापन हामी देखाउँछौँ, फेसबुक चलाउँदा जब विज्ञापन आउँछ र विज्ञापन बापत तपाईँले जो देखाउने चार्जेसहरूको हामी उनीहरूले देखाएको जुन 20 सेकेन्ड 15-20 सेकेन्ड देखाउने कोसिस गर्दैछ, त्यो 20 सेकेन्डबाट उसले हामीलाई 55% हामीलाई दिन लागिरहेको छ। यसको मतलब यदि तपाईँहरूको शक्तिशाली छ, हजारौँ तपाईँको पेजमा लाइकहरू छ र पेजमा तपाईँको फलोवरहरू छ भनेदेखि तपाईँले एउटा राम्रो अवसर पाउँदै हुनुहुन्छ कि तपाईँले आफ्ना फलोवर मार्फत तपाईँले पैसा कमाउन पनि सक्नुहुन्छ। जसले सोसल मिडियामा लाइभहरू गर्दै हुनुहुन्छ, प्लिज किप गोइङ अन। तपाईँहरू सबै लाइभ गर्दै गर्नुहोस् र तपाईँको लागि पनि एउटा सुन्दर अवसर हो। र यसले फेसबुकले 23 फेब्रुअरीमा यो गएको हप्ता उसले अनाउन्स गरेको छ कि उसले चाहिँ बेटा टेस्टिङको रूपमा अनि टेस्टिङको रूपमा एड ब्रेक्स हुँदैछ। यदि तपाईँको भिडियो 4 मिनटसम्म तपाईँ लाइभ गर्नुहुन्छ, 4 मिनटमा यदि तपाईँको 300 पिपल क्रस गर्यो अथवा 300 भन्दा बढीले तपाईँको भिडियो हेरिसक्यो भने तपाईँलाई त्यहाँ ब्रेक गर्ने एउटा टाइम दिन्छ। र ब्रेक गर्ने टाइममा चाहिँ तपाईँले 20 सेकेन्ड 15-20 सेकेन्ड को विज्ञापन देखाउँछ उसले, फेसबुकले देखाउँछ। त्यसपछि तपाईँ फेरि पनि कन्टिन्यू बोल्न सक्नुहुन्छ। र खुसीको कुरा, जसले तपाईँहरू फेसबुक लाइभ गर्दै हुनुहुन्छ, कमसेकम किप गोइङ अन प्लिज। तपाईँहरू अरू धेरै वर्कआउट गर्नुहोस्, तपाईँले प्रशस्त पैसा कमाउने अवसर आएको छ। तर आफूलाई क्लिन राख्नुहोस्, आफ्ना कन्टेन्टहरू तपाईँ रियल क्रिएटर बन्नुहोस्। रियल क्रिएटको मतलब तपाईँले अथेन्टिक राम्रो कन्टेन्टहरू देखाउनुहोस्। कुनै अरूलाई कपी गरेकोहरू देखाउनु भयो भने चाहिँ अवश्य पनि त्यसमा रिस्ट्रिक्ट हुन्छ, तपाईँलाई अप्रुभ नहुन पनि सक्छ। र विशेष गरी 2000 फलोअरहरू हुनेहरूले र 3जना करेन्ट यदि त भ्युवर्सहरू छ र भनेदेखि चाहिँ मतलब तपाईँले 4 मिनटसम्म ब्रोडकास्टिङ गर्दा 300 करेन्ट एटलिस्ट 300 कन्करेन्ट भ्युवर्स दे विल सी यु क्यान टेक एन्ड एड ब्रेक भनेको छ उसले। र तपाईँ हामीले एकदमै राम्रो, यो ठुलो खुसीको कुरा हो। म जस्तो जो फेसबुक सोसल मिडियाहरूमा अहिले म्याक्सिमम युज गर्नेको लागि एकदमै राम्रो कुरा हो। द्याट्स वाइ युट्युब विच पेज देम
हैन युट्युबले जसले उसलाई तिरिरहेको छ जसलाई जस्तै हामी पनि युट्युबर हो युट्युबरहरूलाई जसले पैसा दिइरहेको छ उनीहरूलाई फेसबुकले पनि अब तिर्ने भयो र एक हिसाबले हामीलाई खुसीको कुरा हो युट्युबले हामीलाई 68% सम्म दिइरहेको छ वास्तवमा तर यिनीहरूले पनि राम्रै दिने चान्सेसहरू बढेर गएको छ र यसले चाहिँ तपाईं जस्तै यो लाइभ गर्दाखेरि बीचमा 20 सेकेन्ड 30 सेकेन्ड ब्रेकहरू 15 to 20 सेकेन्ड ब्रेक भयो भने तपाईले पनि रेस्ट हुन्छ र राम्रो तपाईले लाइभ यदि क्वालिटी लाइभ गर्यो भने हामी धेरै भन्दा धेरै हाम्रो अडियन्सहरूले हामीलाई मन पराउनुहुन्छ र उहाँहरू मार्फत हामी हाम्रो मेहनत खेर जाँदैन त्यसैले पैसा कमाउने सबैभन्दा उत्तम 1% भन्दा बढी व्यक्तिहरू फेसबुक युजर पनि हुनुहुन्छ त्यसैले सम्भवतः यो राम्रो हुनेछ र तपाईहरु किप गोइङ अन यो चाहिँ इनिशियली फेजमा छ अहिले फेसबुक र यदि फेसबुकले मोनेटाइज गर्यो भने हाम्रो भिडियो धेरै भिडियोहरु छ अवश्य पनि ती भिडियोहरुमा तपाईले पैसा कमाउन सक्नुहुनेछ मलाई आशा गर्दछु कि तपाईले त्यो भिडियो मार्फत पैसा कमाउन सक्नुहुनेछ र मलाई खुसी लाग्नेछ कि तपाईको उन्नति होस् अनि मेरो च्यानलहरु पनि सब्स्क्राइब गर्नुपर्छ तपाईहरुले अनि मेरो भिडियोहरु पनि यसो मन पर्यो भने थम्स अप गरिदिनुहोस् म यो भिडियो सँगसँगै म केही उपायहरु दिन्छु र कसरी पैसा कमाउने कसरी अप्रुभ गर्ने भन्ने बारेमा चाहिँ पछि बताउँछु म तपाईलाई किनभने फेसबुकले अहिले बेटा टेस्टिङको रूपमा रहेको छ किनभने iOS र एन्ड्रोइड एप्सहरुमा चाहिँ एसडीके इन्टिग्रेट गरेकोहरुलाई मात्रै अप्रुभ गरिरहेको थियो भन्दा अगाडि र वेबसाइटले पनि गरिरहेको थियो तर वेबसाइटले बन्द गर्छु भनेको छ तर उनीहरुले बन्द गरे पनि अर्को अप्सन लिएर आइरहेको छ उनीहरु चाँडै नै हामीलाई बताउने छ कि हामीले कसरी के हाम्रो हो हामी त्यसलाई के गर्न सकिन्छ त्यसमा हामी भर पर्छ र म तपाईलाई बताउने नै छु र म केही स्क्रिनहरु पनि शेयर गर्ने छु त्यसपछि अहिले चाहिँ फेसबुकमा आफ्नो पेजमा धेरै भन्दा धेरै फलोअरहरु इन्भाइट गर्नुहोस् धेरै भन्दा धेरै आफ्नो बनाउनुहोस् र जब लन्च हुँदैछ र यदि पैसा आर्थिक जब उसले डिस्ट्रिब्युट गर्न थाल्छ त्यसपछि म तपाईलाई पनि भिडियोहरु म शेयर गर्ने नै छु अहिलेलाई भने फेसबुकले यो 23 तारिख लन्च गरेको एड ब्रेक एउटा पोलिसी छ उसले एड ब्रेक कमिङ टु फेसबुक लाइभ र फेसबुकले लाइभलाई मात्र दिनेवाला छैन अब अरु भिडियो जो कन्टेन्ट डेभलपरहरुलाई पनि दिनेवाला छ र हामीलाई एप्स नै बनाउनु पर्छ भन्ने छैन उसले अरु धेरै माध्यमहरु गरेको छ तर तपाईले फेसबुकहरु पेजहरु बनाउँदै हुनुहुन्छ भने अथेन्टिक पेजहरु बनाउनुहोस् अथेन्टिक कन्टेन्टहरु अपलोड गर्न थाल्नुहोस् र आफ्नो फेसबुकलाई कपिराइटबाट जोगाउनुहोस् फेसबुकलाई नराम्रो कन्टेन्टहरु विशेष गरी अश्लील कन्टेन्टहरुबाट चाहिँ बचाउनुहोस् त्यसैले तपाई जित्नु हुनेछ थ्यांक यू सो मच यो भिडियो अवश्य पनि तपाईलाई मन पर्छ र मन पर्यो भने लाइक गर्दिनुस् र एड ब्रेक्स आउँदैछ चाँडै नै र तपाईले आफुलाई तयारी गर्नुहोस् र म सबैले युट्युबको जसरी युट्युबले धेरै भन्दा धेरै युट्युबरहरु जन्माएको छ पैसाहरु पनि दिइरहेको छ धेरै हाम्रो दाजुभाइहरु अहिले 500 भन्दा बढी अनलाइन पत्रपत्रिकाहरु चलिरहेको छ त्यसमा 20-30% त उहाँहरु केही न केही गेन गरिरहनु भएको छ र हाम्रो एप्सहरु पनि चर्चित छ त्यसैले तपाईहरु सबैलाई मेरो अनुरोध छ कि आफ्नो जे काम गर्दै हुनुहुन्छ त्यसलाई निरन्तर रूपमा दिनुहोस् र तपाईले गर्दै गर्नुभएको जुन फेसबुक लाइभहरु छ त्यसलाई कन्टिन्यू दिनु होला थ्यांक यू सो मच